सबैजनालाई नमस्कार। जय घन्टी। जय घन्टीबाट नै सुरु गर्छु। अब मैले जे होस् राजनीतिकै बारेमा कुरा गर्न चाहे फेरि पनि अब यहाँ उकुस मुकुस एकदमै राजनीतिको बारे मनमा कुरा खेल्छ। मैले नेपाली काङ्ग्रेस र माओवादीको बारेमा पोस्ट गरेको थिएँ। कतिपय नेपाली काङ्ग्रेस साथीहरूले माओवादीका साथीहरूले मलाई म्यासेज गर्नुहुन्छ। जे होस् आजभोलि दोहोरी चलेछ के म्यासेजमा दोहोरी चल्छ, रमाइलो लाग्छ। र आज चाहिँ अब एमालेको बारेमा केही कुरा गर्न चाहन्छु। एमाले हेर्नुहोस्, हिजोको दिनमा एमाले भने दुईटै एउटा मिल्यो। मिलिसकेपछि जब एमाले के गर्यो भन्नुहुन्छ भने देश परिवर्तन गर्छु, रेल ल्याउँछु, पानीजहाज ल्याउँछु, दुनियाँ भन्यो। हेर्नुहोस् रेल पनि आयो। हेर्नुहोस् नेपाली जनता रेलमा घुमेछन्। घरबाट निक्लिने बित्तिकै पानीजहाजमा दौडी छन्। अब त्यो पनि भयो। हेर्नुहोस् अब लास्टमा उपाय नलाएर अब के भन्दो रहेछ भने चुनावमा के भोट माग्ने। अस्ति एउटा साथीले मलाई म्यासेज पठाएको थियो, हेर्नुहोस् एमाले गर्दा वृद्ध भत्ता दिएको, एमाले दिएको भत्ता हो भन्दो रहेछ के। ए बाबा, एमालेको आफ्नो गोजीबाट उसको पार्टीले दिएको भत्ता हो र सरकारले दिएको भत्ता होला नि त। नभएको थोत्रो गफ पिट्दो रहेछ। आजभोलि त यसो के मुख ल्याएर के भनेर भोट माग्छ होला गाउँमा, होइन? लाज शरम सबै सकिसक्यो। अब केपी पनि धन्न उस सेरे चाहिँ चिलिम फर्किने थियो धन्न, होइन? बस्नेत खुत्रो लागेको छ महेश बस्नेत। धन्न गगनले चाहिँ गरिन्छ महेशले। त्यहाँ त्यही गरेको भए केपी नि सकिन्थ्यो। अब सेरेको हालाचौरा, अब मन्दिर जाने अवस्था आइसक्यो। अब केही समयपछि झापा 5 मा 100% केपीले हार्छ। हारिसक्यो नि फेरि उसको पनि अब तीर्थयात्रा गर्ने, पशुपतितिर जाने, घुम्ने हुन्छ। अब एउटा खुसी के लागेको छ भने सेरे प्रचण्ड केपीको चाहिँ अब यसो मन्दिर जाने, पूजापाठ गर्ने, यसो फिजिकल सिजल गर्ने, अब यिनीहरूको काम यस्तै छ, होइन? अब त्यो कारणले गर्दा एमाले थोत्रा भाषण गरेर, आश्वासन देखाएर, झुट्टा गरेर, हेर्नुहोस् रविलाई फोकटमा दुनियाँ, तपाईँको केपी हुने बेलामा भ्रष्टाचार भनेर दुनियाँ, हेर्नुहोस् उसको सहकारीको ठग्यो भनेर आफ्नै पार्टीका। हेर्नु न, तपाईँको धेरै व्यक्तिहरू छन् आफूले चिलिम पार्ने, दुनियाँ करोडौँ पैसा गुटमुटाउने, अनि त्यहाँ लास्ट टाइम उपाय नलागेपछि अब चाहिँ रविले हाम्रो पोल खोल्ने भयो, हामीलाई फसाउने भयो, डुबाउने भयो, हाल्ने भयो भन्ने डरले उसलाई फसाउन खोजेको थियो। तर सत्यको जित भयो। अब हाम्रो देश घन्टीमय भएको छ। सबैजनाले घन्टीमा भोट हाल्नु होला। अनि नेपाली काङ्ग्रेस, एमालेका साथी, माओवादीका साथी कमेन्टमा आएर मेसेज